हेलो हेलो जति पनि मेरो फेसबुक साथीहरू युट्युब साथीहरूलाई सबैलाई नमस्ते। आज हामी कहाँ जाँदैछौँ त भन्ने कुरा पाउनको लागि हजुरहरूले मेरो भिडियो चाहिँ स्किप नगरिकन हेर्नुपर्नेछ। हामी कहाँ जाँदैछौँ भन्दा यो गाडी चढेर अर्को ठाउँमा जाँदैछौँ। कहाँ जाँदैछौँ भन्ने कुरा चाहिँ मेरो भिडियो चाहिँ अन्तिमसम्म नछुटाइकन हेर्नु होला। भन्न चाहिँ के कस्तो लाग्छ कमेन्ट, लाइक, सेयर, फलो गर्न नभुल्नु होला। मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्न नभुल्नु होला भन्न चाहे। यता यी बुनु हेलमेट लाएर गाडीभित्र हेलमेट लाएर चढ्नुहुन्छ। अब यस्तो छ पारा हाम्रो, यस्तै त हो नि पारा भने जस्तै। हामी यसरी गाडी चढेर अब लाग्यो है त भन्दै यो समात्नु त एकछिन यो बुनु समात्नु यहाँ यो हाल्नु पछाडि राख्नु पर्यो, पुना दिनु ल। हामी अब गाडी चढेर जाँदैछौँ। लामो यात्रा कहाँसम्म हुन्छ के कस्तो हुन्छ हेर्नु होला भन्न चाहिँ। के को मिठो रहेछ यो, मिठो रहेछ नरियलको जुस। पाँचवटा गीतहरू कतिवटा चाहिँ फेल भएको थियो भनेर भन्नुभयो नि त। सो एकदमै मिहिनेत गरेर काम गर्दाखेरि चाहिँ हजुरले चाहिँ अब पूर्वको एउटा हुन्छ नि संस्कृतिलाई पनि झल्काउन खोज्नुभयो। तर आजकलको ट्रेन्ड कस्तो छ भन्दाखेरि एकदमै समाजलाई अर्को गतितर्फ लग्ने खालको गीतहरू चाहिँ भाइरल भइदिने। अनि यसमा हजुरलाई कस्तो महसुस हुन्छ? आफूले 15-20 वर्षदेखि मेहनत गर्दै आएर चाहिँ यहाँसम्म आइपुग्दाखेरि चाहिँ एउटा हुन्छ नि भल्ग्यारिटी भएको गीतहरूले चाहिँ एकदमै हिट हुँदाखेरि चाहिँ त्यो नरमाइलो लाग्छ मलाई। खास त्यस्तोमा देख्ने पनि गर्दिनँ, तर खास तपाईँले तपाईँको घर यही काठमाडौँ होइन? काठमाडौँ पूर्व मात्रै भन्नुभयो। अनि के तपाईँ काठमाडौँ भएर मेरो गीत सुन्नु भएको थिएन र? होइन ल गाइस, हामी यो ठाउँमा आइपुग्यौँ। यस्तो छ बाइक। ल कस्तो बाइक चढ्ने यहाँ बाइकहरूको लाइन यो ठाउँमा। वा यो त कतिजना 3-4जना चढ्न मिल्छ होला है यो स्कुटी त। कति पर्छ होला प्राइस? मलाई चाहिँ हो यो ठिक लाग्यो बाइक। यो चाहिँ होन्डाको रहेछ, यामाहाको यो सोरुम। बाइकहरू ल यस्तो छ। ओ यो त के हो? सुजुकीको यो कति पर्छ हौ? सुजुकीको बाइक ल कस्तो छ? त्यो कस्तो लाग्छ? यी साना बाइकहरू पनि रहेछ नि। कुन कसले? कुन चाहिँ शिला? निन्जा त्यस्तो होला कि यो होन्डा।
माथि नै जाँदैछौँ निन्जा टेक्निक सुजुकीको अरे यो त अब यो खास धेरै ओभर यो $23 लाख अरे बाइक किन्दा भन्दा त गाडी किन्दा सस्तो रहेछ यस्तो यस्तै बाइक चढेर रोडा हिँडेको देख्दै देखिदिन्छ म त बाइक त यति टन्नै पाउँदो रहेछ त पाउँछ हन्डाको सिबिआर आमामा त्यो बाइक त कति ठुलो सोराई भन्ने त्यो बाइक चाहिँ कति ठुलो रहेछ यार BMW बाइक हाँ सुजुकी 1300 सीसी यो ठिक लाग्यो मलाई त बरु यो कावासाकीको कति सिसीको यो यसको कागज पेपरहरू यो त सेकेन्ड ह्यान्ड रहेछ सेकेन्ड ह्यान्ड हो यहाँ सबै सेकेन्ड ह्यान्ड हो धेरै जस्तो सेकेन्ड ह्यान्ड निन्जा हुन्छ कावासाकीको निन्जा भन्ने रहेछ एप्रिल आएको रहेछ बाइक चलेर चेक गर्ने यो टायर पनि गाडीको जत्रो छ त यो ट्रकै जस्तो छ यो बाइक चाहिँ के BMW को रहेछ 1200 सीसी को यो 1200 सीसी को यो रहेछ BMW को मोटर 820 अनि 1200 सीसी को यो त ओल्ड टुर गर्नलाई लिएर हिँड्नु हुँदो रहेछ आएको भन्दा यो बाइक लिनलाई है यो बाइक मेरो बहिनीले यो बाइक चढ्ने अरे अनि यो बाइक लिन पर्यो भनेर आएको आज यो बाइक चाहिँ अन गरेर लिएर जाँदैछु अन गरेर
चाहिँ कति पर्यो होला भन्ने कुरा चाहिँ हजुरहरूको जिम्मामा छ होइन त। बहिनी प्राइस चाहिँ हजुरहरूले कमेन्ट बक्समा गएर कति पर्यो होला चाहिँ त्यो हजुरहरूको जिम्मामा छोडे। यो बाइक होन्डाको निन्जा हो 150cc को। यो यसको प्राइस चाहिँ हजुरहरूको जिम्मामा कति पर्छ भन्ने कुरा चाहिँ हजुरहरूको जिम्मामा। यो बाइक ल यो बाइक चाहिँ यो छ यो साइड अगाडि त हुन्छ नि ब्रेक यस्तो राइट साइड के को ए दादालाई गएर ल हामी चाहिँ यो बाइक पूजा गर्दैछौँ है त। यो झर्नु हजुर बस्ने हो र ओम बनाऊ त्यहाँ। ल ऊ यहाँ ओम कसरी बनाउँछ थाहा छैन। ओम बाइक पूजा गर्न लगाएको यो बाइक नरियल नरियल काट्नु पर्ने नरियल चाहिँ ल्याएर को होन्डाको निन्जा है। होन्डाको निन्जा बाइक 250 को हो। यसको मूल्य कति पर्छ हजुरहरूको हातमा कमेन्ट बक्समा पाऊ है त भन्न चाहे। अनि मेरो भिडियो युट्युबमा पनि आउँछ फुल भिडियो। युट्युबमा गएर पुरा भिडियो हेर्नलाई चाहिँ नबिर्सिनु होला भन्न चाहे।
छोरीले बाइक पूजा गर्दै है, यहाँ हाम्रो छोरीले बाइक पूजा गर्दैछ नि। बाइक पूजा गरेको अवस्था। नेपाल छोडेर आएछ, यहाँ ओम लेख्न पनि आएन अहिले छोरीलाई, अब गाह्रो छ। त सानो कोइनको बस्छ मेरो ब्यागमा पो छ। फुलहरू राख, फटाफट गर, फुल राख, पानी चढाऊ। क्या त छोरी गाडीमा छर्की क्या, गाडीमा छर्की। फुल चढाएर बाइकलाई ढोक। भयो भयो, फुल चढाएर जिउ गर। के अरे चापी 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 लगाएर स्टार्ट गर्छ कि बाइक पूजा गरेको पैसा पाए त छोरीले त यार पार्टी गर्नुपर्छ है छोरीले आज है। छोरी पार्टी गर्ने होइन त्यो पैसाको खै देखाउ त कति पार्टी गर्नुपर्छ। बुवाजीलाई के किनिदिने होला? ढल होइन यो आशिला, ढल होइन यो। छोरी एकचोटि बाइकमा बस्ने कि बस्छौ कि? यहाँ के यत्तिकै नचढ यहाँ बस न, यहाँ बस। यता साइकलमा जस्तै हो, म भिडियो बनाउँदैछु क्या यहाँ। ह्यान्डल समात बोल लड्छ है बिस्तारै गर्दैमा।